सम्पूर्णमा नमस्कार। सबैलाई हाम्रो यस युट्युब च्यानल द लोकसेवा गाइडमा स्वागत गर्न चाहन्छु। र पछिल्लो समय विभिन्न लोकसेवा आयोग सम्बद्ध परीक्षाहरू नजिकिएसँगै हामीले केही समसामयिक विषयवस्तुहरू सँग सम्बन्धित भिडियो चाहिँ प्रारम्भ गरेका थियौँ। सोही क्रमलाई निरन्तरता दिँदै पछिल्लो समय खेलकुद क्षेत्रमा रहेका समसामयिक विषयहरू लिएर आज म हजुरहरू सामु उपस्थित भएको छु। र खेलकुद सम्बन्धी विषयवस्तुहरूलाई चाहिँ मैले यो समग्र रूपमा 15-16 स्लाइडमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु। र ढिला नगरिकन म आजको यस कन्टेन्टतर्फ प्रवेश गर्छु। र हाम्रो यस कन्टेन्टको सबभन्दा सुरुको स्लाइड भनेको चाहिँ युरोपा लिग 2025 को उपाधि टोटनहमलाई प्रदान गरियो वा टोटनहम क्लबले प्राप्त गर्यो भन्ने रहेको छ। यो फाइनल खेल चाहिँ 2025 मे 22 मा भएको थियो र सोही खेलको विजेता टोटनहम रहेको थियो। म्यानचेस्टर युनाइटेडलाई 1-0 ले हराउँदै टोटनहमले युरोपा लिगको चाहिँ च्याम्पियन बनेको हो र टोटनहमले चाहिँ 17 वर्षपछि यो उपाधि जितेको छ। र हाम्रो दोस्रो स्लाइड भनेको च्याम्पियन्स लिगको उपाधि पीएसजीलाई। फाइनल खेल 2025 जुन 1 मा भएको थियो। विजेता पीएसजी पेरिस सेन्ट जर्मेन भन्ने चाहिँ क्लब रहेको थियो र फाइनल खेलमा चाहिँ पीएसजीले इन्टर मिलानलाई 5-0 गोलले हराउँदै पीएसजी चाहिँ सो प्रतियोगिताको च्याम्पियन्स बनेको थियो र पीएसजीले चाहिँ यो पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। र यसलाई चाहिँ मैले एउटा सानो फर्मुलामा पनि यहाँ प्रस्तुत गरेको छु, जहाँ चाहिँ CL 25 PI 50 भनेर लेखेको छु। यो चाहिँ सम्झन सहज होस् भन्ने तरिकाले चाहिँ यहाँ उल्लेख गरिएको हो। CL भनेको च्याम्पियन्स लिग, 25 भनेको 2025, PI भनेको पीएसजी र इन्टर मिलान बीच चाहिँ फाइनल गेम भएको थियो, जहाँ चाहिँ पीएसजीले 5 गोल हानेको थियो भने इन्टर मिलानले चाहिँ गोल हान्न नसकेको अवस्था रहेको थियो। र यहाँ मैले त्यति बेलाको स्कोर सिटलाई वा स्कोर बोर्डलाई चाहिँ यहाँ प्रस्तुत पनि गरेको छु, पेरिस 5 इन्टर 0 भनेर। र हाम्रो अर्को स्लाइड भनेको ग्लेन म्याक्सवेलद्वारा एक दिवसीय क्रिकेटमा सन्यासको घोषणा। यो अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। कहिले गरे त भन्दा 2 जुन 2025 मा गरेका थिए। र अब यो ग्लेन म्याक्सवेलको चाहिँ ओडिआईमा उसको अवस्था हेर्ने हो भने उनले चाहिँ लगभग आफ्नो यो खेलको समय अवधिमा चाहिँ 149 वटा ओडिआई खेल खेलेका थिए, जहाँ उनले 3990 रन हान्न सफल भएका थिए भने 77 वटा विकेट प्राप्त गरेका थिए वा 77 विकेट लिएका थिए। र समग्रमा उनको लाइफ टाइममा चाहिँ ओडिआई अन्तर्गत उनको स्ट्राइक रेट भनेको 126.70 रहेको थियो, जस अन्तर्गत उनले चाहिँ 50 वा अर्धशतक 23 खेलमा हानेका थिए भने शतक चाहिँ 4 चोटि शतक प्रहार गरेका थिए। र हाम्रो अर्को स्लाइड भनेको बेङ्गलोरले जित्यो आइपिएल 2025 को उपाधि। यो 18औं आइपिएल को उपाधि चाहिँ रोयल च्यालेन्जर्स बेङ्गलोरले जितेको छ। फाइनल खेल 3 जुन 2025 मा भएको थियो। विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर आरसीबी र उपविजेता भनेको पन्जाब किङ्स। त्यस्तै फाइनल खेलमा चाहिँ पन्जाब किङ्सलाई 6 रनले पराजित गर्दै बेङ्गलोरले यो पहिलो पटक उपाधि, यो बेङ्गलोरले चाहिँ आइपिएल को उपाधि पहिलो पटक जितेको हो। यहाँ मैले फाइनल खेलको स्कोर बोर्ड पनि यहाँ प्रस्तुत गरेको छु, जहाँ आरसीबीले चाहिँ पहिलो इनिङमा 190 रन हानेर 9 विकेट गुमाएको थियो, जुन चाहिँ समग्र 20 ओभरमा थियो भने यो त्यसैले पछ्याउने क्रममा 184 रन हानेर 7 विकेट गुमाउँदै पन्जाब दोस्रो वा उपविजेता भएको थियो। र हाम्रो अर्को स्लाइड भनेको युइएफए नेसन्स लिगको उपाधि पोर्चुगललाई। युइएफए नेसन्स लिगको उपाधि चाहिँ पोर्चुगलले जितेको छ। यो खेल कहिले सम्पन्न भएको थियो, फाइनल कहिले भएको थियो भन्दा 2025 साल जुन 9 मा भएको थियो। विजेता पोर्चुगल, उपविजेता स्पेन। फाइनल खेलमा चाहिँ पेनाल्टी सुटआउटमा पुगी, पेनाल्टी सुटआउटमा चाहिँ स्पेनलाई 5-0 गोलले पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको उपाधि जिती विजेता भएको छ। र त्यस्तै हाम्रो अर्को स्लाइड भनेको फ्रेन्च ओपन उपाधि 2025 कार्लोस र कोकोलाई भनेर हामीले पुरुष र महिलातर्फको फ्रेन्च ओपन उपाधि सम्बन्धी पनि यहाँ उल्लेख गरेका छौँ। पुरुषतर्फ चाहिँ फाइनल खेल 2025 जुन 8 मा भएको थियो। विजेता कार्लोस अल्काराज जो चाहिँ स्पेनका खेलाडी हुन्, उपविजेता यानिक सिनर इटलीका खेलाडी हुन् र अल्काराजले लगातार यो चाहिँ दोस्रो पटक फ्रेन्च ओपन जितेका हुन्। त्यस्तै अब महिलातर्फ भनेको फाइनल खेल 2025 जुन 7 मा सम्पन्न भएको थियो, जहाँ चाहिँ विजेता कोको गौफ भन्ने अमेरिकी खेलाडी रहेकी थिइन् भने उपविजेता आर्याना साबालेन्का भन्ने बेलारुसकी खेलाडी रहेकी छिन्। र त्यस्तै हाम्रो अर्को स्लाइड भनेको विश्व टेस्ट
च्याम्पियनसिप उपाधि दक्षिण अफ्रिकाले जित्यो। विश्व टेस्ट च्याम्पियनसिप उपाधि दक्षिण अफ्रिकाले जित्यो। कहिले सम्पन्न भएको थियो भन्दा 2025 जुलाई 14 मा जितेको हो। विजेता दक्षिण अफ्रिका, उपविजेता अस्ट्रेलिया। बेलायतको लर्ड्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्व विजेता अस्ट्रेलियालाई 5 विकेटले हराएको थियो र यसअघिका 2 श्रृङ्खला चाहिँ एउटा श्रृङ्खला भारतले जितेको थियो भने त्योभन्दा अगाडिको श्रृङ्खला अस्ट्रेलियाले जितेको थियो। त्यस्तै चेल्सी क्लबले वर्ल्ड कप 2025 को उपाधि जितेको छ। यो फाइनल खेल कहिले सम्पन्न भएको थियो भन्दा 2025 जुलाई 13 मा सम्पन्न भएको थियो। विजेता चेल्सी, उपविजेता पेरिस सेन्ट जर्मेन PSG। चेल्सीले पेरिस सेन्ट जर्मेन PSG लाई 3-0 ले पराजित गर्दै क्लब 2025 को उपाधि जितेको हो र चेल्सीले सन् 2021 मा पनि क्लब वर्ल्ड कप जितेको थियो। त्यसैगरी अर्को स्लाइड भनेको नेपाली महिला टोली एसिया कप छनौट हुन चाहिँ असफल भएको छ। यो चाहिँ नेपाल AFC वुमेन्स एसियन कप छनौट मार्फत एसिया कपमा चाहिँ छनौट हुन असफल भएको अवस्था छ। जुन चाहिँ यो महिला एसिया कप 2026 मा हुने चाहिँ यो फुटबलसँग सम्बन्धित प्रतियोगिता रहेको थियो। निर्णायक छनौट खेलमा नेपाल उज्बेकिस्तानसँग पेनाल्टीमा 4-2 ले पराजित भएको थियो र यो चाहिँ 21औं संस्करण AFC को चाहिँ 21औं संस्करण रहेको थियो, जहाँ चाहिँ आयोजक देश भनेको अस्ट्रेलिया रहेको छ, सहभागी हुने टिम भनेको 12 टिम रहेको छ भने यो खेल भनेको 2026 मार्च 1 देखि 21 गतेसम्म चाहिँ अस्ट्रेलियामा सञ्चालन हुने खेल रहेको छ र यससँगै 20औं संस्करण चाहिँ 2022 मा सम्पन्न भएको थियो, जुन चाहिँ भारतले आयोजना गरेको थियो भने विजेता चाहिँ चीन रहेको थियो। त्यस्तै U16 इस्ट जोन कपको उपाधि चाहिँ नेपालले हात पारेको छ, जुन चाहिँ यो क्रिकेटसँग सम्बन्धित खेलकुद वा अन्तर्राष्ट्रिय स्तरको चाहिँ यो क्रिकेटसँग सम्बन्धित प्रतियोगिता रहेको थियो। यसको फाइनल खेल 2025 जुलाई 5 मा सम्पन्न भएको थियो, जहाँ नेपाल विजेता भएको थियो भने उपविजेता सिङ्गापुर रहेको थियो र फाइनल खेलमा चाहिँ सिङ्गापुरलाई 2 विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो र यो U16 इस्ट जोन कपको चाहिँ आयोजक मुलुक भनेको मलेसिया रहेको थियो र नेपालले यसअघि सन् 2023 मा भएको इस्ट जोन कपको पनि उपाधि हात पारेको थियो वा जितेको थियो। त्यस्तै त्यसअघि ACC U16 इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले 2017 र 19 मा लगातार उपाधि जितेको थियो। र अर्को हाम्रो भनेको चाहिँ FIFA महिला वरियतामा नेपालको स्थान यहाँ प्रस्तुत गरिएको छ। नेपालको स्थान चाहिँ 86औं स्थान रहेको छ। कहिले भन्दा 2025 अगस्तको 7 मा निर्णय वा घोषणा गरिएको थियो नेपालको स्थान 86औं भनेर। शीर्ष स्थानमा स्पेन छ भने दोस्रोमा अमेरिका रहेको छ। त्यस्तै पुरुषतर्फ चाहिँ नेपाल 175औं स्थानमा रहेको छ। र अर्को भनेको रविन्द्रले जिते MFN टाइटल। यो कहिले सम्पन्न भएको थियो भन्दा सन् यो विक्रम सम्वत 2082 साउन 17, यसलाई चाहिँ सन् 2025 अगस्त 2 भनी हामीले अंग्रेजी डेटमा बुझ्न सक्छौं। यस खेलको विजेता चाहिँ रविन्द्र ढाँट रहेका थिए। भारतको नायडामा वान्टम वेट श्रेणीमा भएको खेलमा ढाँटले तेस्रो राउन्डमा नै चोङ्गरेन्ज कोरेनलाई नक आउट गर्दै MFN बेल्ट आफ्नो नाममा लेखाएका थिए। र त्यस्तै 10औं एसियाली पारा ताइक्वान्डो च्याम्पियनशिपमा चाहिँ पलेसाले कांस्य पदक जितेकी थिइन्। कहिले भयो भन्दा 2082 साल श्रावण 16 गते र प्रतियोगिता 10औं एसियाली पारा ताइक्वान्डो च्याम्पियनशिप G4 नामक प्रतियोगितामा चाहिँ उनले जितेकी थिइन्। आयोजना स्थल भनेको मलेसियाको कुचिङ भन्ने स्थानमा भएको थियो। प्रतियोगितामा पेरिस पाराओलम्पिकको ऐतिहासिक कांस्य विजेता पलेसाले K44 क्याटेगोरी अन्तर्गत महिला 57 केजी मुनि उज्बेकिस्तानकी जुरेबा कमोलालाई पराजित गरी कांस्य जितेकी हुन्। र त्यस्तै ICC T20 विश्वकप 2026 छनौट प्रतियोगिता नेपालमा हुने। कहिले सम्पन्न हुने भन्दा 2026 जनवरी 12 देखि 16 सम्म सञ्चालन हुने। त्यस्तै छनौटमा 4 स्थानका लागि 10 वटा टोलीले प्रतिस्पर्धा गर्ने र नेपालमा हुने यो हालसम्मको ठूलो क्रिकेट प्रतियोगिता हो। त्यस्तै सन् 2023 मा पुरुषतर्फ एसियाली T20 छनौट प्रतियोगिता भएको थियो। शीर्ष 4 टोलीले इङ्ल्यान्ड र वेल्समा 2026 जुनमा हुने T20 विश्वकपमा स्थान बनाउने छन्। र महिला युरो 2025 को उपाधि इङ्ल्यान्डलाई।
फाइनल खेल 2025 जुलाई 27 मा भएको थियो। विजेता इङ्ल्यान्ड र उपविजेता स्पेन। त्यस्तै स्पेनलाई पेनल्टी सुटआउटमा 3-1 गोलको अन्तरले जित निकाल्दै इङ्ल्यान्डले युरो च्याम्पियन्स जितेको हो। र त्यस्तै बङ्गलादेश बन्यो महिला साफ U20 च्याम्पियन। फाइनल खेल जुलाई 21 2025, त्यसलाई चाहिँ नेपाली डेटमा रूपान्तरण गर्दा 2082 साल श्रावण 5 गते सम्पन्न भएको थियो। विजेता बङ्गलादेश, उपविजेता नेपाल। बङ्गलादेशको ढाकामा भएको खेलमा बङ्गलादेशले नेपाललाई 4-0 गोलले पराजित गरेको हो र नेपालकी पूर्णिमा राई प्रतियोगिताकै सर्वाधिक गोलकर्ता, जसले चाहिँ 10 गोल हान्न सफल भएकी थिइन्। हामीले यस भिडियोमा पछिल्लो समय खेलकुद क्षेत्रमा भएका समसामयिक विषयहरू प्रस्तुत गरेका थियौँ। अवश्य पनि तपाईको लोकसेवा आयोगको तयारीलाई मजबुत बनाउन यस भिडियोले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने अपेक्षा गरेको छु र यस च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने अपेक्षा राख्दै म तपाईहरु सामुबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।